सम्पूर्णमा नमस्कार। मलाई चाहिँ पछिल्लो समय यो बैंकिङ कसुर र चेक अनादरको कानूनमा के कस्ता नयाँ प्रावधानहरू आएका हुन् भनेर सोध्नु भएको थियो। अब यो सम्बन्धी के भयो त भन्दाखेरि चाहिँ यो विनिमय अधिकार पत्र ऐन 2034 चाहिँ संशोधन गर्नु पर्यो भनेर केही समय अगाडिदेखि छलफल चलिरहेको थियो हैन। र यसै सन्दर्भमा चाहिँ 2082 साल 1 महिना 24 गते नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर चाहिँ विनिमय अधिकार पत्र ऐन 2034 को दफा 107 को क हटाइएको छ भनेर सूचना प्रकाशित गर्यो। र यो सँगसँगै चाहिँ अब यो चेक अनादरका सम्पूर्ण मुद्दाहरू चाहिँ बैंकिङ कसुर ऐन अन्तर्गत प्रहरीमा जाहेरी दिएर सरकारवादी भई चल्ने छ भनेर भन्यो। यो भन्नुको अर्थ के त भन्दाखेरि जसरी हामीले चाहिँ चेक अनादरको मुद्दा सुरुमा सिधै फिर्याद लिएर चाहिँ अदालतमा गएर दर्ता गरिन्थ्यो, अब त्यो पाइँदैन हैन। अब चाहिँ के गर्नु पर्यो, तपाईले जाहेरी दिनु पर्यो र चाहिँ प्रहरीहरूले चाहिँ मुद्दाको उठान गरेर चाहिँ अगाडि बढाउनु पर्यो भनेर भनेको छ। सरकारवादी भनेको के हो त भन्दाखेरि चाहिँ सुरुमा जसले मुद्दा दिन्थ्यो, जसले चाहिँ मुद्दा दर्ता गर्थ्यो उसैको नाम आउँथ्यो वादीमा भनेर। तर अब कस्तो आउने भयो त भन्दाखेरि ए भन्ने मान्छेले बी भन्ने मान्छेको विरुद्धमा चाहिँ बैंकिङ कसुरको जाहेरी दिएको अवस्थामा चाहिँ ए भन्ने व्यक्तिको जाहेरीले नेपाल सरकार विरुद्ध बी यसरी चाहिँ मुद्दा अगाडि बढ्ने भनेर भनिदियो। र यो सँगसँगै अरू के कुरा पनि भन्यो त भन्दाखेरि जसरी हामीले सुरुमा चेक साट्न जाने बेलामा खातामा पैसा नभए सिधै चेक बाउन्स गर्थ्यौं, अब त्यो पाइँदैन। यदि अब तपाई चेक साट्न जाँदै हुनुहुन्छ र चेकमा खातामा पैसा छैन भने चाहिँ खातावालालाई 45 दिनको सूचना दिनु पर्यो र 45 दिनको सूचनामा पनि उले रकम दाखिला गरेन 45 दिन भित्रमा पनि भने बल्ल हजुरले चेक बाउन्स गर्न सक्नुहुन्छ भन्ने कानून आयो। र यो सँगसँगै चाहिँ तपाईले चेक बाउन्स गरेको मितिले 1 वर्ष भित्र चाहिँ जाहेरी दिइसक्नु पर्छ, नत्र चाहिँ 1 वर्ष कट्यो भने चाहिँ मुद्दाको सुनाइ हुँदैन भन्ने जस्ता कानून पनि आए। र यो जरिमानाको हकमा सुरुमा जरिमाना अलिक कडा थियो र अहिले चाहिँ बिगो रकमको 5% मात्रै जरिमाना हुने भन्ने जस्ता नयाँ कानूनहरू आएका छन्। अब यसको सन्दर्भमा अन्य थप जानकारीको लागि चाहिँ फोन म्यासेज गर्नु होला। हस् त, धन्यवाद।